दाङको गडवा गाउँपालिका वडा नम्बर 1 बौराह अर्थात् पुरानो दुमै गाउँ। नेपालकै कान्छो पहाड भारततर्फको 1 नम्बर पिल्लरको फेदीमा पर्छ। गुजुबुन्जा मिलेको सानो बस्ती, यो बस्तीको नजिकै महेन्द्र राजमार्गले थुप्रै विकास र समृद्धिको लहर ल्याएको छ। राष्ट्रिय गौरवको आयोजना कालाकाटे सिक्टा सडक खण्ड पनि यो गाउँबाट नजिकै पर्छ। दाङको कालाकाटेबाट बाँकेको नेपालगञ्ज जोड्ने सडक 2076 सालबाट निरन्तर बनिराखेको छ, तर भालुवाङ कालाकाटे बजारबाट झन्डै 3 किलोमिटर पूर्वमा पुगेपछि बौराह अर्थात् पुरानो दुमै गाउँलाई विकास, सम्भावना अनि समृद्धिले कित्ताकाट गरेर छाडिदिएको छ। यो सानो बस्ती न पञ्चायतकालीन महेन्द्र राजमार्गको पहुँचमा जोडिएको छ, न प्रजातन्त्र आइसकेपछि कोरिएको कालाकाटे सिक्टा हुलाकी राजमार्गको सम्पर्कमा पुगेको छ। अँध्यारो खोलाको बाटो करिब 3 घण्टा उकालो पैदल हिँडेपछि भेटिन्छ यो दुमै गाउँ अर्थात् बौराह क्षेत्र। पाँच बजी हिँडेको? अहिले कति भयो टाइम? 6 बजे। अनि यो बाटो एक्लै हिँड्दा डर लागेन? लाग्दैन डर? अनि कति वर्ष भयो? 15 वर्षको मान्छे, अनि यो बाटो हिँड्दा त्यस्तो डर भन्ने केही पनि लागेन? हो। नाम के हो बहिनीको? पवित्रा। कति पढ्छ? पढ्दैनौ? ए, अनि घर माथि कहाँ? कुन गाउँ हो त्यो? ए, दिनकै तलमाथि एक्लै गर्छौ? दिनकै त गर्दैन, कहिले कसो हुन्छ। अनि पछि बर्खामा जाँदा समस्या हुँदैन बाटो? बर्खामा जाँदैन। तल जान मिल्दैन? नमस्कार। एकदम हजुरहरू गाउँतिर पनि हो यसरी कुर्सीमा बस्नु पाइने रहेछ त है। जसै पनि हामी पुग्यौँ, फाइनली हामी गाउँमा आज बस्ने ठाउँमा पुगेका छौँ। बौराहमा रहेको दुमै गाउँमा 2वटा ससाना खोल्साको किनारमा छरपष्ट छरिएका 20-22 घरले छाएको बस्ती देखिन्छ। लाग्छ पृथ्वीमा अझै यस्ता पनि बस्ती अस्तित्वमा छन्। न सफा पिउने पानीको स्रोत, न राष्ट्रिय प्रसारण लाइनमा पहुँच, न विद्यालय, न स्वास्थ्य चौकी। राज्यले न्यूनतम दायित्व पुरा नगरेकै कारण झट्ट हेर्दा यो बस्ती घुमन्ते राउटे जातिको अस्थायी वासस्थान जस्तै अस्तव्यस्त तैपनि पुस्तौँदेखि यहाँका नागरिक यो थाक थलो कुरेर बसिरहेका छन्। हैन, देखिन भए पनि नेता आउनुपर्छ के? पर्दैन? पर्छ नि त। यहाँको तपाईहरुको उन्नति र प्रगति जब हुँदै जान्छ, तपाईहरुले जब यहाँ राम्रो गर्दै जानुहुन्छ, त्यसपछि तपाईहरुको यहाँ आउने। दुमैभाषी भन्छन् हाम्रो ठुलो सपना छैन, हामीलाई मान्छे हिँड्ने फराकिलो सडक बनाइदिएको छ। लुम्बिनी प्रदेशका अरू नागरिकले जस्तै औसत मान्छे भएर बाँच्न पाएको छ। गडवा गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष बाबुराम अधिकारी सहितको हाम्रो टोली यो दुमैको अनकन्टार बस्तीमा पुग्दा गाउँलेहरू निकै हौसी। पहिलो पटक हामी पुग्दा हाम्रा लागि यी गाउँलेले भोगिरहेको दैनिकी नै अनकन्टार अक्करे भिर जस्तै अत्यास लाग्दो थियो।
खुल्ला खोलाको छेउमा भेला भएर बसेका गाउँलेहरू भन्दै थिए सरकार बाटो चाहियो। हामीले पनि राज्यलाई कर तिरेका छौँ, हामीलाई पनि राज्यको सेवा सुविधामा पहुँच चाहियो। पहिला बन्दे भए हुने हुन्थ्यो, यसो हामीलाई सुख हुन्थ्यो, बालबच्चा पढाउन हुन्थ्यो। अब बाटो पनि बने छैन, अब अप्ठ्यारो छ बाटो। अप्ठ्यारो बाटोमा अब के गरेर झारिदियो, बालबच्चालाई पढाउने हो। दबाई पानी गर्न पनि बोकेरै झार्ने हो। अप्ठ्यारो छ बाटो। अब खानपिन रासन पानी ओसार्न पनि अब बोकेरै ल्याउने हो। गाडी साडी हिँड्ने बाटो त त्यस्तै हो हजुर। अब गोरेटो बाटो भए पनि बन्दे भने यस्तो हिँड्न हुन्थ्यो। अब नामरी गइन्थ्यो, राम्रोसँग हिँडेर गइन्थ्यो, ल्याइन्थ्यो बोकेर। अब अप्ठ्यारो छ, बुढाबुढी भइयो, अब बोक्न सकिन्न। अब के गर्ने, त्यस्तै छ। सरकारले अब बन्देनन् बाटो, अब हेर्नु भएन। अब के गरौँ त, हेर्नुहोस् अब थलै पर्यो भने हिँड्न सकिन्न, कसले बोकेर लग्छ। अब यही दुःख छ, के गर्ने। अनि यो बिजुली पनि पुरा यो पनि हो। आउनु एउटा दुईटा बोल्नुस् दिनवाला। एउटालाई 20 रुपियाँ, दुईटालाई फेरि सर एकदमै दुःख छ कि, किनभने चाहिँ अब सानैमा पो केटाकेटीले अब सिकिहाल्छन्। अनि ठुला भएपछि त अब इच्छै राख्दैनन्। एक दिन गयो, अर्को दिन अब जान दुःख मान्छन् कि, धौ हुन्छ, जानै मान्दैन। एक दिन गयो, अब हप्तामा 2 चोटि जान्छन् अनि बस्छन्, धौ हुन्छ। हामीलाई त एक दिन हिँड्दा अर्को दिन हिँड्ने मनै लाग्दैन। अनि 8 वर्ष त कुर्नै पर्छ होला कि। 8 वर्षको बच्चा आमा हिँडेर जानुपर्छ। 8 वर्ष, त्यही पनि गाह्रै छ बच्चाहरूलाई त। भल आउँछ, अब केटाटी तल हिँड्छन् बच्चाहरू, यहाँ आमा बाबुले अब भलले छेक्ने हो कि खोलाले भन्ने जस्तो। सबभन्दा पहिला त बाटै छ, किनभने अब यहाँ बिरामी भयो भने बुढापाका बिरामी हुनुहुन्छ नि, अब बोकेरै लाउने। सधैँभरि त मान्छे घर आउन कमाउनु जानुहुन्छ, 2.5 घन्टा 3 घन्टा त लाग्छ कि बच्चाहरूलाई त। अब यहाँबाट 8 बजे 7 बजे चाहिँ हिँडिदिन्छन्, बल्ल 10 बजे पुग्छन्। तर आउँछन् साँझै, घाम डुबेपछि अँधेरैमा आउँछन्। त बाटै चाहियो, बाटो भएपछि त अरू त सुस्त भइहाल्छ क्या। यो गाउँमा विद्यालय तहको पढाइ पुरा गरेका नागरिक भेट्टाउन मुस्किल पर्छ। न घन्टौँ पैदल हिँडेर उच्च शिक्षा अध्ययनका लागि जाने अवस्था छ, न गाउँ छाडेर सहरमा बसेर पढ्ने आर्थिक हैसियत नै बनाउन सकेका छन्। एक वर्ष अघि खुलेको एउटा आधारभूत विद्यालय पनि रित्तै छ। दैनिक 6 घण्टा अनकन्टार बाटो छिचोलेर ओहोर दोहोर गर्नुपर्ने भएपछि बालबालिकाहरू विद्यालय जानै मान्दैनन्। पनि अब अरूभन्दा पनि बाटो अलिक सहज गराइदियो हुन्थ्यो। झोलङ्गे पुलहरू 2टा आवश्यक देख्छु, त्यहाँनिर बनाइदिए अलि यहाँको बच्चाहरू, अलिक ठुलो बच्चाहरू पढ्न जान्छन् 2-4 जना, कहिले बाटोबाटै फर्केर आउँछन्। अनि त्यो बच्चाहरू कमसेकम बाटोबाट फर्केर त आउने थिएनन्, उनीहरू स्कुल पढ्दै आउँथे, केही कुराहरू सिकेर आउँथे। अनि उनीहरूले सिक्यो भने यहाँको अरू सानो भाइ बहिनीहरूले सिकाउँथे बच्चाहरू। यत्रो 2 घन्टा लाग्छ सर, मलाई नै 2 घन्टा लाग्छ। म 8 बजी घडी हेरेर 8 बजी हिँड्छु, 7 बजी खाना खान्छु सर। अनि बाबा 8 बजी त हुन्छु ठ्याक्कै यहाँ आउँदा। स्कुल पुग्दा त 10:15 नै हुन्छ, कहिले अझ बच्चाहरू आउनुहुन्न, अनि घरमै पुग्दा यताउति त 10:30 नै हुन्छ। अभिभावकको अनुभूति छ, दुःख सुख गरेर पढाउन त सकिन्थ्यो, तर भिर जङ्गल खोला खोल्साको बाटोमा कसरी बालबालिकालाई पठाउनु? विद्यालय पठाउँदा युद्ध लड्न पठाए जस्तै लाग्छ। हेर्नुहोस्, पढ्दा हुन्, अब खै देखिनन् गएर सरकारले पहिला हामीले पढेन बाटो। अब मेरा छोराछोरी कोही नपढेर अहिले नातिनालाई लिएर आउन परेछ। कोहीले को भन्ने कसैको ढङ्ग छैन। मेरा छोराछोरीको 9 भइना छन्, हेर्नुहोस्, 5 भाइ छोरा छन्, 4 बहिनी छोरी छन्, कसैले को भन्ने ढङ्ग छैन। पढाउनु रहर त हो सर, अब रहर भएर के गर्ने त? जाउन जोगी आउँछ खाने चिरेको भन्छ, जाउन सरकार आउँछ उस्तै। जति सरकार आए पनि अब भोट थाप्न आउँछन्, हात थाप्न, भोट दियो
अब कुन त कता लएर जान्छन् भोट खान्छन् कि राख्छन् कि के गर्छन् यो फेरि फर्किँदैन त फर्किँदैन सबभन्दा छिटो त अब के त हामीलाई ठाउँमा राख्न पर्थ्यो के अरे यो बस्ती चेन्ज गरिदिनु हुन्थ्यो त्यही त यो बस्ती चेन्ज गरिदिए भए हुन्थ्यो सबभन्दा राम्रो स्कुल राखिदिए भए हुन्थ्यो हाम्रा छोराछोरीले पढ्थे छोराछोरीले पढेपछि त छोराछोरीले पढ्दा त छोरा नातिले त्यसै पढ्न जान्थ्यो नाति त छोराछोरीले पढ्न पाए त यत्रो बच्चा 3 वर्ष 4 वर्षको बच्चा अब यो खोलामा हिँड्न सक्दैनन् हेर्नुहोस् हामी बुढाखारालाई चाहिँ गाह्रो भएको छ हिँड्न अब यत्रो दुःख छ अब आजसम्म यस्तै छ सबभन्दा पहिला बाटो बनाइदियो भए त हामी जस्तरी भाइ नि पढाउँथ्यौँ छोराछोरी त जान्थे जस्तरी भाइ नि धेरै नपढे 4-5 त पढ्थे आँखा देख्ने बाटो भयो त धेरै हुन्थ्यो खै त सरकारले हेरिनन् के अब कता हेर्छन् पनि आकाशतिर हेर्छन् कि धरतीतिर हेर्छन् कि कता हेर्छ हामीलाई यस्तो दुःख हेर्छ मुख्य समस्या त के भन्ने अब बाटो अप्ठ्यारो छ बाटो बनाइदिन पर्यो अब बाटो सहिलो बनाइदिनुहोस् बच्चाहरूलाई पनि अब धेरै दुःख भयो अनि अब हामीलाई पनि महिलाहरू धेरै गाह्रो परिरहेको अब के भन्छन् बाटो अप्ठ्यारो भएर बाटो अनि फेरि अब खेतबारी पनि लग्दिन लाग्यो यसो अब बन्देज गर्नु पऱ्यो झालीसाली चाहियो दिनु भने त अब खेतबारी नै लग्दै भयो भने त अब कहाँ बस्ने खेती गरेर के खाए के कसरी खेती गरेर खाने र अनि तिनी तट बनाउनुको लागि पनि चाहियो हजुर विकास समाजको सभ्यता हो समाजको हरेक आवश्यकता र भोगाई विकासमा निहित हुन्छ विकासले नै समाजलाई सभ्य बनाउँछ दुर्गम दुमैका नागरिकले आफ्ना सन्तानलाई पढाएर सभ्य मान्छे बनाउने सपना चाहिँ नदेखेका होइनन् तर एउटै कुरा बाटो छैन 3 घण्टा परको विद्यालय जान नसक्ने भएपछि अधिकांश बालबालिकाको बाल्यकाल खेतालो गोठालो बनेर बितिराखेको छ बाख्रा पालन यहाँका नागरिकको जीविकोपार्जनको प्रमुख आधार हो स्थानीय अथवा प्रदेश सरकारले सञ्चालन गरिरहेको सिँचाइ मल बिउ अथवा मौसमी तरकारी खेती जस्ता कार्यक्रमले यो बस्तीलाई छुन सकेको छैन समय समयमा स्थानीय सरकारका प्रतिनिधि पुग्छन् तर दुमैवासीको दुःख 20को 19 हुन सकेको छैन वडा अध्यक्ष बाबुराम अधिकारी भन्छन् मेरो पहुँचले भ्याएसम्म दुमैवासीको दुःख निवारण गर्छु यसपटक वडा अध्यक्ष अधिकारीसँगै विभिन्न संस्थाका कर्मचारी पनि दुमैको यो बस्तीमा पुगेका छन् उनीहरूले व्यावसायिक बाख्रा पालनको विधि सिकाएका छन् जीविकामुखी पशुपालन व्यवसायमा अल्झिरहेकाहरूलाई प्राविधिकहरूले खोर बनाउन सिकाएका छन् पशुपालन तरकारी खेतीसँगै व्यावसायिक कृषिका लागि आवश्यक सहयोग गर्ने बाचा गरेका छन् र यसले के देखाइरहेछ भने तपाईहरुको जीवन एकदम दयनीय र कष्टकर देखिन्छ बाटो तपाईहरुको देखिन्न यहाँ खाद्यान्न चाहिँ तपाईहरुका लागि चाहिँ बाहिरबाट बेसाएर बोकेर ल्याएर खानुपर्ने देखिन्छ तपाईहरुको औषधि उपचार देखिन्न तपाईहरुका बालबच्चाहरू पढे लेखेका चाहिँ भेटिन्नन् हैन रोजगारीका लागि चाहिँ देशका विभिन्न शहर भारततिर इन्डियातिर जान पर्ने बाध्यता परिस्थितिहरू यहाँ छन् अब तपाईहरुको सबै कुरा परिवर्तन हामी गर्न हामीले थोरै थोरै गर्दिने हो सबै हामीले गर्ने ग्यारेन्टी त ल्याउने हैन तपाईहरुले एउटा बाँच्ने एउटा जीवन अथवा आय आर्जन पैसा कमाउने रोजगारी सिर्जना गर्ने भन्ने चाहिँ हामीले थोरै भए पनि सपोर्ट होस् तपाईहरुलाई एउटा विवेक आइडिया अथवा चाहिँ त्यो खालको चाहिँ कुराहरू हामीले सिकाउने हो तपाईहरुलाई त्यसका लागि हामी आएको हो हैन भनेपछि अघि बसन्त सरले यो कुरा प्रष्ट पारिसक्नु भएको छ बाख्राका बसाइका खोरहरू कसरी बस्ने हैन हामी मान्छे पनि कसरी बस्ने त्यो बाख्रा तपाईको व्यवसाय हो त्यो पालन हो तपाईहरुको चाहिँ त्यसबाट उत्पादन गर्नुहुन्छ त्यही नै तपाईको खाने लाउने बाटो हो भने त्यसलाई चाहिँ तपाईले चाहिँ एउटा व्यवस्थित बनाउनु पर्छ भन्ने सोच तपाईहरुले लिन जरुरी छ र सरले भनिसक्नुभयो यहाँ कुनै त्यस्ता खालका चाहिँ ठूला समस्या छैनन् तपाईसँग बाख्रा निर्माण गर्नका लागि चाहिने काठपात खाँबा बला बल्लीहरू अथवा चाहिँ त्यसका दोर चिरपट त्यसका पटराहरू तपाईहरुले सजिलै पाउन सक्नुहुन्छ र त्यो खोरको बनाउने तरिका अघि सरले भनिसक्नुभयो कति अग्लो चाहिँ खोर बनाउनु पर्छ कति अग्लोमा टाँड बनाउनु पर्छ र बाख्राका बड्केउला पिसाबहरू सहजै रूपमा चाहिँ बग्न सक्नुपर्छ कि त्यहाँ थुपार्नु पर्छ भन्ने कुरा सरले अघि भनिहाल्नुभयो
त्यस कारणले गर्दाखेरि ती बड्क्यौलाहरू सरर चाहिँ बग्ने खालका स्लोपमा चाहिँ तलको चाहिँ बनाउने र चाहिँ टाँडहरू सम्म पारेर चाहिँ चिरेका 4-4 इन्चीका पटराहरू हालेर हामीले चाहिँ त्यसलाई चाहिँ काँटी ठोकेर राम्रो चाहिँ बस्ने बनायौँ भने बाँकी बार्ने कुरा माथि दोरले बारौँला, तार जाली लगाउँला अथवा चाहिँ भाटा लगाउँला, त्यसले केही फरक पार्दैन हैन। यसरी चाहिँ बाख्रालाई चाहिँ एउटा खोर बनाउन सकिन्छ। र चाहिँ आजभोलि तपाईँ हामीले बाख्राका विभिन्न प्रजाति छन्, तपाईँहरूलाई थाहा छ नि, बाख्राहरू बोयर हुन्छ, जमुना पारी हुन्छ, बाबरी हुन्छ, खरी जातका हुन्छ, धेरै प्रकारका बाख्राहरू हुन्छ। र कुन कुन बाख्रा कति कति किलाको हुन्छन्, हामीले कस्तो खालको बाख्रा बनाउने भन्ने तपाईँ हाम्रो चाहिँ सोच बनाउनु पर्छ। सरकार विकासको श्रृङ्खलाले हजारौं फड्को मारिसक्दा पनि भारतसँग सीमा जोडिएको यो दुर्गम दुमै गाउँ किन अभाव र छटपटीमा बाँचिरहेको छ? सुकिलो सिंहदरबार अनि समृद्ध लुम्बिनीको सपना बेच्नेहरूसँग दुमैका नागरिकले यही अनुत्तरित प्रश्नको जवाब वर्षौंदेखि खोजिरहेका छन्।